बजाज पल्सर 150 ट्विन डिस्क यसमा चाहिँ इन्स्टेन्ट 7000 डिस्काउन्ट पाउनुहुन्छ र हजुरको दिन राम्रो भयो भने चाहिँ लकी डे भयो भने चाहिँ यो बाइक 2,35,000 मा लान सक्नुहुन्छ। सो यो बाइक 2,35,000 मा कसरी लान सक्नुहुन्छ र यो बाइकमा के फिचर्सहरु पाउनुहुन्छ। सो यो सबै भन्नुभन्दा अगाडि चाहिँ बजाजले चाहिँ यसपालिको दशैंमा बजाजले चाहिँ आफ्नो बाइकहरुमा के अफरहरु दिएको रहेछ, कुन बाइकको प्राइस कति डिस्काउन्ट गरेको रहेछ, यो सबैको बारेमा हजुरलाई जानकारी दिन चाहन्छु। सो सबभन्दा पहिले चाहिँ बजाजले यसपालि एकदमै एग्रेसिभ र एकदमै खतरा भनौं न राम्रो अफरहरु दिइरहेछ आफ्नो बाइकहरुमा। सबभन्दा पहिले कुनै पनि बजाजको बाइक लिनु भयो भने इन्स्टेन्ट 7000 डिस्काउन्ट पाउनुहुन्छ, जुन कि तुरुन्तै यदि कुनै पनि बाइकको प्राइस 3 लाख छ भने त्यतिबेला 7000 त्यो बाइकको प्राइस कम हुन्छ, जुन कि चाहिँ एकदमै राम्रो र प्लस 7000 देखि 1 लाख सम्म पनि जित्न सक्नुहुन्छ। यो चाहिँ क्याश डिस्काउन्ट हो र यति मात्र होइन, जुन नेपालमा 7 वटा राज्य छ र 7 वटा राज्यबाट चाहिँ हरेक राज्यबाट एक जनाले 50,000 सम्म हरेक हप्ता जित्ने मौका पाउनुहुन्छ। सो एकदमै राम्रो अफर छ र यति मात्र होइन, बम्पर अफरमा चाहिँ नेपाल भरिबाटै चाहिँ एक जनाले चाहिँ बम्पर अफरमा 1 लाख क्याश जित्ने मौका पाउनुहुन्छ, जुन कि यो सबै अफर बजाजको तर्फबाट पाउनुहुन्छ। र यति मात्र होइन, बजाजले चाहिँ नर्मली पोजिटिभली चाहिँ आफ्नो क्रिकेटलाई चाहिँ एकदमै प्रमोट गरिरहेछ, जुन कि बजाज प्रिमियम लिगलाई पनि प्रमोट गरिरहेछ र बजाजको कुनै पनि बाइक लिनु भयो भने चाहिँ बजाज प्रिमियम लिग खेल्न सक्नुहुन्छ र यसमा पनि क्याश जित्ने मौका पाउनुहुन्छ। जस्तो कि जति पनि हजुरले रन बनाउनु भयो भने यो चाहिँ अनलाइन गेमिङ हो, बजाजको तर्फबाट खेल्न सक्नुहुन्छ। बजाजको कुनै पनि बाइक लिनु भयो भने चाहिँ यो अफर पाउनुहुन्छ र जति रन बनाउनुहुन्छ त्यति क्याश डिस्काउन्ट पाउनुहुन्छ। सो यो सबै अफर पाउनुहुन्छ र यति मात्र होइन, यदि हजुर क्रिकेटको फ्यान हुन्छ भने र हजुरको पनि कुनै फेभरेट खेलाडी छ भने सो बम्पर अफरमा चाहिँ त्यो खेलाडीलाई भेट्ने मौका पनि पाउनुहुन्छ। सो यो सबै फिचर्स चाहिँ र यो सबै अफर चाहिँ यसपालिको दशैंमा बजाजको तर्फबाट देख्न पाउनुहुन्छ। सो यसपालिको जुन अफर छ बजाजले चाहिँ एकदमै राम्रो र एकदमै एग्रेसिभ तरिकाले अफरहरु दिइरहेछ, जुन कि चाहिँ एकदमै राम्रो हो। सो बाइक लिने प्लानिङ गर्दै हुन्छ भने सोरुम भिजिट गर्नुस् होला। सोरुम चाहिँ हाम्रो ठ्याक्कै दुबी चोकमै रहेको छ, हाइवेकै छेउमा रहेको छ, न्यू राजेन्द्र अटो बजाज सोरुम। सो यो सबै अफरहरु ब्रान्डको तर्फबाट थियो, बट न्यू राजेन्द्र अटो बजाज सोरुम आउनु भयो भने चाहिँ यहाँबाट पनि पर्सनल अफरहरु पाउनुहुन्छ, जस्तो कि इन्स्टेन्ट एक्सचेन्ज अफर पाउनुहुन्छ। कुनै पनि पुरानो बाइक ल्याउनु भयो भने राम्रो भ्यालुएसन सँगै यहाँ तुरुन्तै एक्सचेन्ज गर्नेछ र दोस्रो यो सोरुमबाट चाहिँ एक्सेसरिजको पे गर्नु पर्दैन, त्यो सबै फ्रीमा पाउनुहुन्छ, जस्तो कि हेलमेटहरु भइहाल्यो, लेग गार्डहरु भइहाल्यो, अरु पनि बाइकमा लाग्ने एक्सेसरिजहरु जुन छ अरु बेला पे गर्नु पर्थ्यो, बट यहाँ चाहिँ पे गर्नु पर्दैन, त्यो सबै फ्री पाउनुहुन्छ सोरुमबाट। र तेस्रो मेरो च्यानलको माध्यमबाट न्यू राजेन्द्र अटो बजाज सोरुम आउनु भयो भने चाहिँ केही न केही बाइकहरुमा पनि डिस्काउन्ट पाउनुहुन्छ। सो दुबीबाट हेर्दै हुन्छ नि सोरुम आजै भिजिट गर्नुस् र दुबीको छेउछाउबाट हेर्दै हुन्छ नि जस्तो कि विराटनगर, निमुवा, इनरो ठाउँबाट हेर्दै हुन्छ नि 10 देखि 15 मिनट लाग्छ, सोरुम भिजिट गर्नुस् र यो सबै जति पनि अफरहरु पाइरहनु भएको छ यो अफरको चाहिँ फाइदा उठाउनुस्, किनभने यो सबै लिमिटेड टाइमको लागि मात्र हो। त्यसपछि सबै बाइकको प्राइस र जुन एक्सेसरिजको जुन प्राइस छ यो सबै नर्मल भइहाल्छ, त्यसपछि चाहिँ अफरहरु पाउनुहुन्न। सो छिटो सोरुम भिजिट गर्नुस् र घर बसी कुनै पनि बाइकहरुको इन्क्वायरी गर्नु छ भने प्राइसहरुको बारेमा या फिचर्सहरुको बारेमा या अफरहरुको बारेमा केही पनि इन्क्वायरी गर्नु छ भने म चाहिँ तल सोरुमको कन्ट्याक्ट डिटेल्स छोडिदिएको हुन्छु, जुन कि फोन गरेर घर बसी पनि बाइकहरुको बारेमा जान्न सक्नुहुन्छ। भिडियो इन्फर्मेटिभ लागेमा भिडियो लाइक गर्नुस् र साथीभाइ बाइक लिइरहेछ भने यो भिडियो शेयर गर्नुस् र यस्तै नयाँ अपडेटेड बाइकहरुको भिडियो मन पर्छ भने च्यानल चाहिँ सब्स्क्राइब गरिराख्नुस्। कुनै पनि बाइकमा अपडेट आयो भने या कुनै पनि बाइक आउने बेला छ या आउँदैछ भने त्यो बाइक हजुरलाई डिटेल्समा जानकारी लिएर आउने छु। सो च्यानल चाहिँ नबिर्सिकन सब्स्क्राइब गर्नु। र अवस्था भन्दा पहिले यो बाइकको कुरो गर्नु पर्दाखेरि जुन कि बजाज पल्सर 150 ट्विन डिस्क हो, जुन कि यसमा चाहिँ डबल डिस्क पाउनुहुन्छ र यो चाहिँ 150 सीसी को सेगमेन्टमा एकदमै धेरै पपुलर छ नेपालमा र अहिले पनि यो बाइक एकदमै धेरै सेल हुन्छ। सो यो बाइक चाहिँ 150 सीसी को सेगमेन्टमा सबभन्दा बेस्ट सेलर बाइक पनि हो र अहिले पनि एकदमै राम्रो सेल भइरहेको छ। अब सबभन्दा पहिले यसको इन्जिनबाटै स्टार्ट गरौँ, किनभने यसमा चाहिँ अहिले पनि DTSI ट्विन स्पार्क खाले टेक्नोलोजी पाउनुहुन्छ, जुन कि यसमा चाहिँ डुअल प्लग लाग्छ, जुन कि चाहिँ एकदमै राम्रो हो र यसमा चाहिँ एक्ज्याक्ट 149.5 सीसी को इन्जिन पाउनुहुन्छ, सिंगल सिलिन्डर 4 स्ट्रोक 2 वोल्ट BS4। यो चाहिँ BS4 इन्जिन हो र यो कार्बोरेटर खाले मोडल हो। यसमा चाहिँ अहिले पनि FI आएको छैन र यसमा चाहिँ एयर कुलिङ सिस्टम पाउनुहुन्छ, जुन कि यसमा चाहिँ लिक्विड कुलिङ या ओइल कुलिङ सिस्टम चाहिँ पाउनुहुन्न, यो चाहिँ हावाले मात्र ठण्डा हुन्छ, जुन कि राम्रो हो र इन्जिन चाहिँ ट्राई एन्ड टेस्टेड हो, जुन कि इन्जिनले गर्दाखेरि यो बाइक एकदमै धेरै फेमस छ। 150 सीसी को सेगमेन्टमा यसले चाहिँ राम्रो पावर प्रोड्युस गर्छ। यसले 14 PS को पावर प्रोड्युस गर्छ 8000 RPM मा र 13.4 Nm को टर्क जनरेट गर्छ 6000 RPM मा, जुन कि पावर फिगर राम्रो छ 150 सीसी को अनुसारले, बट यो चाहिँ BS4 इन्जिन हो र यसमा चाहिँ 5 स्पिडकै गियरबक्स पाउनुहुन्छ। यो चाहिँ टप मोडल भएकोले गर्दाखेरि यसमा
यसमा चाहिँ किक पाउनुहुन्न, यसमा चाहिँ सेल्फ स्टार्ट मात्र पाउनुहुन्छ। यसको जुन स्ट्यान्डर्ड भेरिएन्ट छ त्यसमा चाहिँ किक र सेल्फ दुईटै पाउनुहुन्छ। र अब माइलेजको कुरो गर्नु पर्दाखेरि यो बाइक BS4 र कार्बोरेटर खाले भएकोले गर्दाखेरि यसबाट चाहिँ 40 देखि लिएर 45 सम्मको माइलेज मजाले पाउनुहुन्छ र A5 भएको भए चाहिँ 50 सम्मको पनि माइलेज पाउनुहुन्थ्यो। बट यो BS4 र कार्बोरेटर वाला भेरिएन्ट भएकोले गर्दाखेरि 45 भन्दा बढी चाहिँ माइलेज पाउनुहुन्न। अब यसको फ्रन्टको कुरो गर्नु पर्दाखेरि जुन फ्रन्टमा जुन सेटअप पाउनुहुन्छ यो चाहिँ सेम 220F मा पाउने सेटअप पाउनुहुन्छ। यसमा पनि 37 mm को मोटो खाले टेलिस्कोप सस्पेन्सन पाउनुहुन्छ जुन कि हेर्न सक्नुहुन्छ। 220F मा चाहिँ सेम साइजको र सेम सस्पेन्सन पाउनुहुन्छ र डिस्क सेटअप पनि सेम नै छ जुन कि यसमा पनि 260 mm को डिस्क पाउनुहुन्छ जुन कि हेर्न सक्नुहुन्छ। यसमा चाहिँ अहिले पनि ABS हरू चाहिँ पाउनुहुन्न र दुईतिर रिफ्लेक्टर पनि पाउनुहुन्छ र यो जुन ब्रेक क्यालिबर छ यो चाहिँ डुअल पिस्टन सँगै आउँछ जुन कि यो चाहिँ राम्रो हो। र टायर सेटअपको कुरो गर्नु पर्दाखेरि यसमा चाहिँ 90/90 सेक्सनको टायर सेटअप पाउनुहुन्छ। र अब यसको रियर सेक्सनको कुरो गर्नु पर्दाखेरि जुन कि हेर्न सक्नुहुन्छ यसको रियरमा चाहिँ 230 mm को ठुलो खाले डिस्क पाउनुहुन्छ। यो चाहिँ टप मोडल हो र जुन यसको स्ट्यान्डर्ड भेरिएन्ट छ त्यसमा चाहिँ फ्रन्टमा डिस्क मात्र पाउनुहुन्छ, रियरमा चाहिँ पाउनुहुन्न। र यसमा चाहिँ टायर सेटअप पनि हल्का वाइड पाउनुहुन्छ। 120/80 सेक्सनको टायर सेटअप पाउनुहुन्छ जुन स्ट्यान्डर्ड भेरिएन्ट छ त्यसमा चाहिँ 90/100 सेक्सनको टायर सेटअप मात्र पाउनुहुन्छ। र यसमा चाहिँ डुअल अब्जर्भर्स हाइड्रोलिक सस्पेन्सन पाउनुहुन्छ जुन कि चाहिँ ट्विन सकर छ जुन कि एकदमै कम्फर्टेबल छ र यो चाहिँ एन्डुरेन्स ब्रान्डको सस्पेन्सन र यो चाहिँ एडजस्टेबल हो। मल्टिपल एडजस्ट गर्न सक्नुहुन्छ, आफ्नो राइडिङ अनुसारले यसलाई सफ्ट या हार्ड बनाउन सक्नुहुन्छ। र यसको जुन एक्जस्टको डिजाइन छ यो पनि राम्रो छ। यो चाहिँ म्याट फिनिसिङमा आउँछ जुन कि टोटली ब्ल्याक हो र यसको जुन मफरल छ यो पनि ब्ल्याकमै पाउनुहुन्छ जुन कि हेर्नमा चाहिँ राम्रो लागिरहेछ। र यसमा चाहिँ 165 mm को ग्राउन्ड क्लियरेन्स पाउनुहुन्छ जुन कि नेपाली रोडको कन्डिसनको अनुसारले यसको जुन ग्राउन्ड क्लियरेन्स छ यो चाहिँ आइडियल हो, धेरै राम्रो छैन र नराम्रो पनि छैन। र यसको जुन सिटको हाइट छ यो चाहिँ राम्रो, यसमा चाहिँ 885 mm को सिटको हाइट पाउनुहुन्छ। नर्मली 5 फिट 2 इन्च भन्दा हाइट बडी भएको मान्छेले पनि मजाले यो बाइकलाई राइड गर्न सक्छ जुन कि खासै त्यस्तो अप्ठ्यारो चाहिँ हुँदैन। र यो चाहिँ टप मोडल भएकोले गर्दाखेरि यसमा चाहिँ स्प्लिटमा सिट सेटअप पाउनुहुन्छ। नर्मली जुन स्ट्यान्डर्ड भेरिएन्ट छ त्यसमा चाहिँ सिंगल सिट मात्र पाउनुहुन्छ। यसमा चाहिँ ठुलो साइजको फ्युल ट्याङ्क पाउनुहुन्छ। यो चाहिँ 15 लिटरको फ्युल ट्याङ्क हो जुन कि एकदमै ठुलो छ र यो चाहिँ प्रपर मेटलमा आउँछ। यसमा चाहिँ केही पनि प्लास्टिक बिल्ड पाउनुहुन्न जुन कि चाहिँ राम्रो हो र एकचोटि यसलाई फुल गरेपछि यसले चाहिँ लगभग 650 किलोमिटर प्लसको रेन्ज दिन्छ जुन कि यो चाहिँ एकदमै राम्रो हो। र अब यसको इन्स्ट्रुमेन्ट क्लस्टरको कुरो गर्नु पर्दाखेरि जुन कि यसमा चाहिँ सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर पाउनुहुन्छ। यो चाहिँ अल टाइम फेमस इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ र जुन यसको जुन एनालग छ हेर्न सक्नुहुन्छ। यो जुन स्पिडोमिटर छ स्केलेटर लिँदाखेरि यो जुन काँटा माथिसम्म जान्छ यो फिल नै बेग्लै आउँछ। सो हेर्नमा चाहिँ राम्रो छ र यो चाहिँ अल टाइम फेमस नै हो जुन कि स्टार्टिङमा आउँदाखेरि यो चाहिँ एकदमै राम्रो मार्केट लिएको थियो, एकदमै सबैलाई नै मन पराएको थियो। यो आधी डिजिटल र आधी एनालगमा भएकोले गर्दाखेरि र यसमा चाहिँ अहिले 2025 को ट्रेन्डिङ फिचर्सहरू पाउनुहुन्न। बट यसमा जति पनि युज हुने फिचर छ जस्तो कि लो बिम, हाई बिम, साइड इन्डिकेटर र चेक इन्जिन लाइट, लो फिल वार्निङ यो सबै चाहिँ पाउनुहुन्छ। बट अहिलेको ट्रेन्डिङ फिचर जस्तो कि ब्लुटुथ कनेक्टिभिटी फिचर्सहरू चाहिँ यसमा पाउनुहुन्न। बट हेर्नमा यो राम्रो छ र मलाई चाहिँ यो पर्सनली भन्नु पर्यो भने चाहिँ जुन फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर आएको छ जुन N150 मा त्यो भन्दा चाहिँ यो बेटर नै लागिरहेछ हेर्नमा। नो डाउट त्यसमा फिचर्स बढी छ बट डिजाइन र लुक चाहिँ यसको मलाई मन परिरहेछ। अब लाइटिङ सेटअपको कुरो गर्नु पर्दाखेरि जुन कि हेर्न सक्नुहुन्छ यसको जुन फ्रन्टको लाइटिङ सेटअप छ यो चाहिँ टोटली हेलोजनमा पाउनुहुन्छ र यो चाहिँ अल टाइम फेमस यसको जुन फ्रन्टको लुक छ यो पाउनुहुन्छ जुन कि अहिले पनि यो एकदमै मान्छेले मन पराउँछ। यसको जुन फ्रन्टको लुक छ यो चाहिँ आई थिंक यो नेपालको पहिलो 185 को स्पोर्टी डिजाइनमा आउने यो बाइक हो जुन कि यो आउन बित्तिकै एकदमै धेरै फेमस भएको थियो र यसको जुन डिजाइन छ यो अहिले पनि फेमस नै छ। अहिले पनि हेर्नमा एकदमै राम्रो लागिरहेछ 185 को सेगमेन्टमा। र यसको जुन फ्रन्टको मेन हेडलाइट छ यो चाहिँ हेलोजनमा पाउनुहुन्छ जुन कि हेर्न सक्नुहुन्छ। लो बिम र हाई बिम दुईटै हेलोजनमा पाउनुहुन्छ र यसमा चाहिँ पाइलट ल्याम्प पनि पाउनुहुन्छ जुन कि यो पाइलट ल्याम्पहरू भएकोले गर्दाखेरि नै जुन टाइममा यो आएको थियो यो एकदमै छिटो मार्केट लिन सफल भएको थियो। सो फ्रन्टको लुक चाहिँ अहिले पनि एकदमै युनिक छ, हेर्नमा एकदमै राम्रो लागिरहेछ। र जुन साइड इन्डिकेटर छ यो पनि हेलोजनमै पाउनुहुन्छ र यसको जुन टेल लाइट छ यो पनि अल टाइम फेमस जुन कि यो चाहिँ कहिले पनि पुरानो हुँदैन किनभने यसमा जुन के अरे यो टेल लाइट पाउनुहुन्छ यो चाहिँ स्प्लिटमा पाउनुहुन्छ र यो चाहिँ एलइडीमा पाउनुहुन्छ जुन कि फर्स्ट यो बाइक थियो जसमा कि एलइडी टेल लाइट पाउनुहुन्थ्यो र यतिको युनिक पाउनुहुन्थ्यो जुन कि हेर्न सक्नुहुन्छ। यसको जुन रियरको चुचो छ यो हेर्नमा पनि एकदमै राम्रो लागिरहेछ र यसको जुन साइड इन्डिकेटर छ यो चाहिँ हेलोजनमै पाउनुहुन्छ। सो यो थियो बजाज पल्सर 150 ट्विन डिस्क 2025 मा पाउने मोडलको डिटेल्स रिभ्यू। यो बाइक कस्तो लाग्यो, यसमा पाउने फिचर्सहरु कस्तो लाग्यो प्लिज तल कमेन्टमा भन्नुस् होला। र यसपालिको दशैंमा बजाजले जुन अफरहरु दिइरहेछ यो अफरहरु कतिको मन परेछ हजुरलाई यो सबै आफ्नो राय पनि तल कमेन्टमा लेख्न सक्नुहुन्छ। र नर्मली यसको प्राइसको
कुरो गर्नु पर्दाखेरि यसमा चाहिँ दुईटा भेरिएन्ट पाउनुहुन्छ। यो चाहिँ ट्विन डेस्क हो र यसमा चाहिँ स्ट्यान्डर्ड पनि पाउनुहुन्छ, जुन कि यो ट्विन डेस्क खाले मोडलको प्राइस चाहिँ अहिले 3,35,900 जति पर्छ र जुन स्ट्यान्डर्ड भेरिएन्ट छ त्यसको प्राइस अहिले 3,16,900 जति पर्छ। र अहिले यो फेस्टिभलमा लिनुभयो भने यसमा चाहिँ इन्स्टेन्ट 7,000 डिस्काउन्ट पाउनुहुन्छ र हजुरको डे राम्रो भयो भने, हजुरको दिन राम्रो भयो भने चाहिँ यसमा 1 लाखसम्म पनि जित्न सक्नुहुन्छ र यो बाइकलाई चाहिँ 2,35,000 मै घर लान सक्नुहुन्छ। सो एकदमै राम्रो अफरहरू यसपालि दशैंमा दिइरहेछ बजाजले र प्लस बजाज प्रिमियम लिग पनि खेल्न सक्नुहुन्छ, जुन कि त्यसमा पनि प्राइस डिस्काउन्ट पाउनुहुन्छ, जुन कि जति पैसा जित्नुहुन्छ त्यो सबै डिस्काउन्ट हुन्छ। सो यतिको अफरहरू यसपालिको बजाजले आफ्नो बाइकहरुमा दिइरहेछ। सो आजको लागि यति नै। यो बाइक प्रति र अफरहरू प्रति केही पनि बोल्नु छ भने तल कमेन्टमा चाहिँ आफ्नो राय राख्न सक्नुहुन्छ। हस् आजलाई यति नै। भिडियो इन्फर्मेटिभ लगेमा लाइक गरिदिनुस्, भिडियो शेयर गरिदिनुस् र यस्तै नयाँ नयाँ बाइक सम्बन्धी भिडियोहरू मन पर्छ भने च्यानल चाहिँ सब्स्क्राइब गरिराख्नुस्। कुनै पनि बाइकहरुमा अपडेट आयो भने या कुनै पनि बाइकहरु लन्च भयो भने त्यो बाइकहरुको डिटेल्समै जानकारी लिएर आउने छु। सो च्यानल चाहिँ नबिर्सिकन सब्स्क्राइब गर्नुस्। भिडियो हेर्नु भएकोमा धन्यवाद। जय नेपाल।